गाइज फाइनली म टुल्लु बेबी दाङ तुलसीबाट बोलिरहेको छु है। उहाँको एकदम आर्थिक स्थिति कमजोर भएको कारणले हामी लम्बाई 9 रियार भन्ने ठाउँमा आइसकेको छौँ। अमिलियादेखि हल्का अगाडिको लोकेसन पर्छ। सबैजना साथीहरूले उहाँलाई हेल्पहरू गरिदिनु होला, सपोर्टहरू गर्नु होला। उहाँले साथमा खुट्टा पनि टेक्न सक्नुहुन्न, साथमा उहाँको देख्न सक्नुहुन्छ दृष्टिविहीन अपाङ्ग व्यक्ति हुनुहुन्छ। हजुरको नाम के हो भन्नु त? मेरो नाम शिव यादव। शिव यादव हुनुहुन्छ। पहिलेदेखि हजुरलाई यस्तो भएको? हजुर होइन, यो पछिबाट भएको। मेरो 15 वर्ष भयो। 15 वर्ष भइसकेको रहेछ। हाम्रो देश विदेशमा भएको मान्छेहरूले सबैजनाले उहाँलाई सपोर्टहरू हेल्पहरू गरिदिनु होला र मायाहरू पनि धेरैजनाले गरिदिनु होला। साथमा उहाँको एउटा छोरी पनि हुनुहुन्छ है। उहाँको छोरी पनि हुनुहुन्छ, साथमा 4 वर्षको छोरी हुन्छ। हजुरको श्रीमतीले यस्तो हालतमा छोडेर जानुभयो है? हजुर। कस्तो खालको श्रीमती हुनुहुन्छ? यस्तो अपाङ्ग देखेर उहाँको श्रीमतीले उहाँले पहिला बिहे गर्नुभएको रहेछ। उहाँको श्रीमतीले यस्तो हालतमा उहाँलाई छोडेर जानुभएको छ। बिचरा एउटा छोरी र उहाँ मात्रै हुनुहुन्छ। मम्मीको पनि उहाँको हात भाँचिएको रहेछ। सक्नुहुन्छ भने मेरो देश विदेशमा बसेको मान्छेहरूले सबैजनाले उहाँलाई जापान, अस्ट्रेलिया, अमेरिका, युकेदेखि लिएर जहाँ जुन ठाउँदेखि यो भिडियोहरू हेरिराख्नु भएको छ, साथमा तपाईँहरूले 10 जनालाई सेयर गरेर सक्दोसम्म पहुँचाइदिनु होला। यस्तो दुःखी छ बिचरा ऊ बच्चाको लागि। अहिलेको लागि ड्रेसहरू पनि छैन र काफी कलमहरू पनि कम मात्रामा भइरहेको छ। उसले अहिले कति पढ्छ नानी? एलकेजी पढ्छ हो। तिम्रो नाम के हो भन त? दीक्षा यादव। दीक्षा यादव हो। अब के भन्न चाहन्छौ हाम्रो देश विदेशको दिदी बहिनीहरूलाई? के